हाम्रो नेपाली सेना चाहिँ सिमानामा जानै नहुने त्यस्तो के कसम खाएर बसेको रहेछ। नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ? रक्षा मन्त्रीलाई तपाईँले बोलाइदिनुपर्छ। उहाँलाई म प्रश्न सोध्न चाहन्छु। यो सुस्ता भन्ने ठाउँमा भारतीय पक्षको एसएसबी भन्छ क्या र, सशस्त्र सीमा बल जो छ, त्यो सीमा बल आएर चाहिँ नेपाली दाजुभाइहरूलाई हप्की गर्दै गरेको र नेपाली दाजुभाइ चाहिँ आफ्नो भूमिको लागि निहत्था त्यहाँनिर लड्दै भिड्दै गरेको अवस्थाको भिडियोहरू सार्वजनिक भएका छन्। त्यसतर्फ नेपाल सरकारले, रक्षा मन्त्रीले, प्रधानमन्त्रीज्यू त आउनुहुन्न, रक्षा मन्त्रीज्यू हुनुहुन्छ भने खोजेर तपाईँले ल्याइदिनु पर्यो। हामी यहाँ प्रश्न सोध्न चाहन्छौँ उहाँलाई। हाम्रो नेपाली सेना चाहिँ सिमानामा जानै नहुने त्यस्तो के कसम खाएर बसेको रहेछ। नेपाल सरकारले सिमानामा पठाउनु, चियाउनु पनि पठाउन नमिल्ने खालको, अवलोकन गर्न पठाउन पनि नमिल्ने खालको के चाहिँ करार गरेको रहेछ कि त त्यो करार पत्र, त्यो सन्धि यहाँनिर देखाइदिनु पर्यो हामीलाई। सार्वभौम संसद, हामी सबै सार्वभौम सांसदहरू जान्न चाहन्छौँ, बुझ्न चाहन्छौँ। सूचनाको हक होइन, संविधानको धारा 27 हामीलाई तपाईँको चाहिँ के अरे जानकारी होस्। अन्यथा त्यसरी चाहिँ सुरक्षा बिना आएको सिमाना, खुल्ला सिमाना जसले पनि मिच्छ, आज यति मिच्यो उति मिच्यो भनेर भनिरहेका छौँ हामी। यो 50औं वर्ष 100औं वर्षदेखि मिचिँदै आएको छ। त त्यो सिमानामा हामीले सुरक्षा फौज किन पठाउँदैनौँ? गृहमन्त्रीज्यू यहीँ हुनुहुन्छ, उहाँले पनि विशेष समय लिएर उत्तर दिए हुन्थ्यो।